नमस्ते, म सबिना। यतिखेर चाहिँ म निसेलधोरमा छु। हामी चाहिँ यहाँ घुम्न आएको छौँ। यहाँ चाहिँ म पहिलो पटक आएको र मसँग यहाँ बस्दै आउनुभएको एउटा बहिनी हुनुहुन्छ। म चाहिँ उहाँसँग केही कुराहरू सोध्दैछु। हजुर बहिनी नमस्ते, नमस्ते। सन्चै हुनुहुन्छ? एकदमै सन्चै छु। तपाईँ चाहिँ यहाँ लामो समयदेखि बस्दै आउनुभएको यहाँ सेवा सुविधा कस्तो छ? थोरै दर्शकहरूलाई बताइदिनुहोस् है। एज ए निसेलधुरपाटनमा एकदमै धेरै पहिलेदेखि नै मानिसहरू बसोबास गर्दै आएको एउटा गाउँ हो र यहाँ भौगोलिक क्षेत्रले एकदमै राम्रो सुन्दर ताले भरिपूर्ण स्याउ आलु मकै रोपिन्छ। यहाँ सिमी लगायत अन्य अन्नपातहरू उत्पादन गरिन्छ र यहाँ एकदमै चिसो ठाउँ हो र यहाँ भर्खर केही टाइम अगाडि मात्रै मोटर बाटोहरू आएको छ र सोलरहरूको कुनै कुनै घरमा सोलरहरू छ र यहाँ लाइन आउनलाई अझै धेरै केही समय लाग्ने भएको हुनाले लाइनको व्यवस्था अझै भएको छैन, हुँदैछ बिस्तारै बिस्तारै। र यहाँ फ्ल्यागको घरहरू छ। यहाँ चाहिँ ढुङ्गाको घर माथि छानोमा फ्ल्यागहरू लगाएर एकदमै पहिलेदेखि नै बसोबास गर्दै आउनुभएको छ यहाँका मानिसहरूले सबैजनाले। र त्यही नजिकै एउटा सानो विद्यालय पनि छ। साना भाइ बहिनीहरू त्यहीँ पढ्दै आएका छन् र यहाँ खोला छ। यहाँको खोला चाहिँ हाम्रो पहिलेदेखि नै यता उत्तर गङ्गाको रूपमा चिनिन्छ र यता दायाँतर्फ बग्छ यो खोला चाहिँ। र एकदमै यहाँ चाहिँ भरौती र एकदमै राम्रो मेला गाउँ पूजा परम्परागतदेखि चलिआएको एउटा गाउँ पूजा मेला लाग्छ र सबै साथीहरू आमा बुवा दाजुभाइहरू हेर्नको लागि आउनुहुन्छ। एकदमै भिडभाड हुन्छ, रमाइलो हुन्छ। यहाँ चाहिँ त्यति बेला स्याउ फल्छ, आलु खाने टाइम हुन्छ, मकैहरू सिमीहरू एकदमै रमाइलो हुन्छ। हरियालीले बुकियाहरू फुल फुलेको हुन्छ। एकदमै रमाइलो हुन्छ। जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद बहिनी। यहाँ चाहिँ प्रकृतिले भरिपूर्ण ठाउँ भए पनि अलिकति सुविधाको चाहिँ कमी देखिएको छ। यहाँ चाहिँ नेपाल सरकारको ध्यान जाओस् भन्न चाहन्छु। यति भन्दै हामी बिदा हुन चाहन्छौँ। हस्त नमस्ते। नमस्ते।